सबैजनालाई आजको यस भिडियोमा हामी ब्रिक्सको बारेमा चाहिँ छलफल गरिन्छौँ। यो कुराहरू चाहिँ मैले आफै तयार पारेको। हजुरहरूलाई यो कुरा पढ्न मन लाग्छ भने डिस्क्रिप्सन बक्समा गएर पनि पढ्न सक्नुहुनेछ है त। ब्रिक्स उर्वरता अर्थतन्त्र भएका राष्ट्रहरूको एक अन्तर्राष्ट्रिय गठबन्धन हो। उर्वरता भनेको ग्रोइङ इकोनोमी भएको देशहरूको, जसमा चाहिँ ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेका छन्। त्यसै गरी सन् 2024 र 2025मा चाहिँ इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान र संयुक्त इमिरेट्स थपिएर यो समूह ब्रिक्स प्लस भएको छ। यो समूहले विश्वको 43% जनसङ्ख्या र 32% सकल घरेलु उत्पादन यानि कि जिडिपीको प्रतिनिधित्व गर्छ। यसको मुख्य लक्ष्य आर्थिक सहयोग र वैश्विक शासनमा सुधार र दिगो विकास हो। ब्रिक्सले चाहिँ ग्लोबल साउथको आवाजलाई बलियो बनाउँदै वैश्विक आर्थिक सन्तुलनमा चाहिँ महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। ब्रिक्सको इतिहास र विकासमा हेर्छ भनेदेखि चाहिँ ब्रिक्सको अवधारणा सन् 2001मा चाहिँ गोल्डम्यान स्याक्स का गोल्डम्यान स्याक्सका अर्थशास्त्री जिम ओनिलले प्रस्तुत गरेका थिए। उनले ब्राजिल, रुस, भारत र चीनलाई उर्वरता अर्थतन्त्रको रूपमा पहिचान गरे। सन् 2006मा यी देशहरूले चाहिँ पहिलो अनौपचारिक भेट गरे। सन् 2009मा रुसमा पहिलो अनौपचारिक शिखर सम्मेलन भयो। सन् 2010मा दक्षिण अफ्रिकाको समावेशले समूहलाई ब्रिक्स बनायो। सन् 2024मा इजिप्ट, इथियोपिया, इरान र संयुक्त अरब इमिरेट्स र 2025मा इन्डोनेसियाको प्रवेशले ब्रिक्सलाई ब्रिक्स प्लसको गठन भयो। यो विस्तारले अफ्रिका र मध्य पूर्व र दक्षिण पूर्वी एसियाको समूहलाई चाहिँ प्रभाव बढाएको छ। अनि ब्रिक्सका सदस्य राष्ट्रहरूमा चाहिँ 10वटा भन्दा बढी सदस्य छन्। ब्राजिल हामी जिडिपी हेर्छ 2.1, रुस 2.2, भारत 3.4, चीन 18.3 ट्रिलियन भाइ। दक्षिण अफ्रिका 0.4, इजिप्ट 0.4, इथियोपिया 0.1 अनि इन्डोनेसिया 1.3, इरान 0.4 अनि संयुक्त अरब इमिरेट्स 0.5 रहेको छ। अनि ब्राजिलको योगदान ब्राजिल विश्वको प्रमुख कृषि शक्ति हो, जसले सोयाबिन, कफी र गाईवस्तुको निर्यातमा नेतृत्व गर्छ। एमाजोन वर्षा वनको संरक्षणमा ब्रिक्स मार्फत हरित परियोजनाहरूमा सहयोग गर्छ। न्यू डेभलपमेन्ट ब्याङ्क मार्फत ब्राजिलले दिगो ऊर्जा र परियोजनाहरूमा लगानी गरेको छ, जस्तै सौर्य र जैविक ऊर्जा। उदाहरणको लागि सन् 2023मा एनडिबीले ब्राजिलको सौर्य ऊर्जा परियोजनामा 1 बिलियन गरेको छ। रुस चाहिँ विश्वको सबैभन्दा ठुलो तेल र प्राकृतिक ग्यासको निर्यातक राष्ट्र हो। ब्रिक्समा ऊर्जा सुरक्षा र सैन्य प्रविधिको क्षेत्रमा रुसले नेतृत्व गरिरहेको छ। रुसले ब्रिक्स प्लसमा स्थानीय मुद्रा व्यापारलाई चाहिँ प्रोत्साहन गर्छ, जसले डलर प्रतिको निर्भरतामा चाहिँ कम गरिरहेको हुन्छ। उदाहरणको लागि रुसले 2024को काजन शिखर सम्मेलनमा डिजिटल रुबलको प्रस्ताव राखेको थियो। भारतको योगदान भारत सूचना प्रविधि, औषधि र अन्तर्राष्ट्रिय अनुसन्धानमा विश्व नेता हो। ब्रिक्समा भारतले डिजिटल अर्थतन्त्र, स्टार्टअप, नवप्रवर्धनलाई प्रोत्साहन गरिरहेको हुन्छ। भारतले मेक इन इन्डिया पहलमा ब्रिक्स प्लसमा उत्पादन क्षेत्रलाई बलियो बनाइरहेको हुन्छ। उदाहरणको लागि भारतले 2016को गोवा शिखर सम्मेलनमा डिजिटल सहकार्यको प्रस्ताव राख्यो, जसले ब्रिक्सलाई टेक्नोलोजी हबको रूपमा स्थापना गर्यो। अनि चीनको योगदान चाहिँ चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र हो र उत्पादन 5G प्रविधि पूर्वाधारमा अग्रणीय छ। बेल्ट एन्ड रोड पहल मार्फत चीनले ब्रिक्स राष्ट्रहरूसँग व्यापार र कनेक्टिभिटी बढाउँछ। न्यू डेभलपमेन्ट ब्याङ्कमा चीनको ठुलो योगदान छ। चीनले न्यू डेभलपमेन्ट ब्याङ्क मार्फत अफ्रिकामा 50 भन्दा बढी पूर्वाधार परियोजनाहरूमा लगानी गरिरहेको छ। अनि दक्षिण अफ्रिकाको योगदान दक्षिण अफ्रिका अफ्रिकी महादेशको आर्थिक र कूटनीतिक नेता हो। यो देशले चाहिँ खनिज स्रोत, हिरा, सुन, क्षेत्रीय एकीकरणमा योगदान गरिरहेको हुन्छ। ब्रिक्स मार्फत दक्षिण अफ्रिकाले अफ्रिकी सङ्घसँग सहकार्य गरेको छ। 2018को जोहान्सबर्ग शिखर सम्मेलनले अफ्रिकी विकासका लागि $10 बिलियन को कोष घोषणा गरेको छ। नयाँ सदस्यहरूमा चाहिँ इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान र संयुक्त अरब इमिरेट्सले समावेशले चाहिँ ब्रिक्सको भौगोलिक र आर्थिक प्रभाव बढाएको छ। इजिप्टले सुज कनाल मार्फत व्यापार, इथियोपियाले अफ्रिकाको एकीकरण, इन्डोनेसियाले एसियनको नेतृत्व र इरानले ऊर्जा र युएईले वित्तीय नवप्रवर्धनमा योगदान गरेको छ। ब्रिक्सका उद्देश्यहरू चाहिँ सदस्य राष्ट्रबीच व्यापार र लगानी वृद्धि गर्ने, वैश्विक शासनमा ग्लोबल साउथको प्रतिनिधित्व बढाउने,
संयुक्त राष्ट्र, आइएमएफ र विश्व ब्याङ्कमा सुधार ल्याउने, जलवायु परिवर्तन, स्थानीय मुद्रा, शिक्षा, संस्कृति, साइबर सुरक्षा रह्यो। वैश्वको आर्थिक प्रभावमा चाहिँ ब्रिक्सको कुल जिडिपी 28.5 ट्रिलियन डलर रहेको छ, जुन G7को 25 ट्रिलियन भन्दा ठुलो छ। यो समूह विश्वको 45% कृषि, 42% गहुँ, 52% चामल, 46% सोयाबिन उत्पादन गर्छ। 2040 सम्ममा ब्रिक्सले चाहिँ G7लाई आर्थिक प्रभावमा उछिन्छ। ब्रिक्स पेय र स्थानीय मुद्रा व्यापारले वैश्विक वित्तीय प्रणालीलाई चाहिँ पुनर्गठन गरेको छ। नेपाल र ब्रिक्स नेपालले ब्रिक्सका सबै सदस्य राष्ट्रहरूसँग चाहिँ मैत्रीपूर्ण सम्बन्ध राख्छ। भारत चीनसँग नेपालको ऐतिहासिक व्यापारिक सांस्कृतिक सम्बन्ध पनि छ र शिखर सम्मेलनको रूपमा पर्यवेक्षकको रूपमा पनि रहिरहेको छ। यति नै होला। ब्रिक्सका प्रमुख पहलहरूमा चाहिँ न्यू डेभलपमेन्ट ब्याङ्क 50 बिलियन डलरको कोर्स, 120 भन्दा परियोजनाहरूमा लगानी, जस्तै भारतको मेट्रो, अफ्रिकाको सौर्य ऊर्जा परियोजना, कनेक्टिजेन्ट रिजर्भ अरेन्जमेन्ट रह्यो, बिलियन डलरको आर्थिक सहायता कोष, ब्रिक्सको डिजिटल भुक्तानी प्रणाली, स्थानीय मुद्रा रह्यो, अन्तर्राष्ट्रिय सहकारी सेटेलाइट डाटा सोझेराजी, जलवायु अनुसन्धान, सांस्कृतिक सहकारी, 5G सुरक्षा रह्यो। विश्वका शिखर सम्मेलनहरूमा 2024को काजाक शिखर सम्मेलन, 2016को गोवा शिखर सम्मेलन, 2018को जोहान्सबर्ग रह्यो। ब्रिक्स चुनौतीहरूमा सदस्य राष्ट्रबीच भू राजनीतिक तनाव, जस्तै भारत र चीनबीच सीमा विवाद, आर्थिक असमानता, पश्चिमी प्रभाव, अनि त्यसै गरी अन्तर्राष्ट्रिय व्यापार अवरोध, जस्तै ट्यारिफ र नियमहरू, जलवायु परिवर्तनमा फरक प्राथमिकताहरू। ब्रिक्सले संवाद र सहकार्य मार्फत यी चुनौतीहरू समाधान गर्ने प्रयासरत छ। ब्रिक्सको भविष्य चाहिँ अर्थतन्त्रमा 50% हिस्सा ओगट्नेछ। यो समूहले हरित ऊर्जा, डिजिटल व्यापार र वैश्विक दक्षिणको नेतृत्वलाई जोड दिएको छ। थप राष्ट्रहरू जस्तै साउदी अरब, नाइजेरियाको समावेश समूहले प्रभाव पार्नेछ। ल, सांस्कृतिक सहकार्य नवप्रवर्तन नेतृत्वमा जोड दियो। ब्रिक्सले फिल्म फेस्टिभलहरूमा पनि सहयोग गरे। ल, आजको लागि यति नै।